अस्ति यहाँ आन्दोलन भयो होइन, आमाले फोन गर्नु आन्दोलन हुँदैछ तँ बाहिर ननिस्कि। आमालाई ठिकै छ निस्किँदैन, तँ ननिस्के निस्किँदैन। फेरि 15 मिनट पछि तँ निस्किस् निस्केको छैन हुन्छ नि। अन्त यसो सोचेँ कि यो फोन कल त अरू आमाहरूले पनि गर्यो होला क्या आफ्नो छोराहरूले होइन, कतिजनाको छोराले उठाएन होइन। अहिले पनि आमाले त्यो नम्बर डायल गरिरह होला हुन्छ नि, उठाएकै छैन छोरा। कतिजनाको आमाहरू होइन त्यो दिन छोरा गएको छ बाहिर होइन, बेलुका आउँदाखेरि यसलाई के मिठो खाना दिन्छ हुन्छ नि। अस्ति हिजो मासु खाउँ भन्दै थियो, मैले त फर्सिदिएँ। आज चाहिँ तलबाट आधी किलो मासु लिएर पर भुटेको मासु होइन, छोरा र म खानुपर्छ बेलुका बसेर। अर्को आमा सोचिरहनु दसैँ आउँदैछ होइन, यसले जुत्ता किनिदिनु भन्दै थियो, कुन चाहिँ जर्डन किनिदिनु भन्दै थियो होइन। अब महँगो हुँदो रहेछ, तर अब घरको लागि उबारेको पैसाबाट अलिकति निकालेर यसले एउटा जर्डन किनिदिन्छ होइन। दसैँमा आमा छोरा फोटो खिच्नुपर्छ। म मेरो पुरानो साडीमा थियो त्यसको नयाँ जर्डन। आमाहरू पर्खिरह होला। आमा भनेको यस्तो हो कि त्यो बेलुका छोरा आएन, खबर आयो त्यो घरमा एउटा लास थिएन कि 2टा लास थियो त्यो बेलुका, 2टा। किनभने आमा हामीलाई लाग्छ यो गिन्ती छ नि जुन चाहिँ यो मृतकहरूको गिन्ती त्यो गलत छ क्या। किनभने हर एक छोरा छोरीसँग एउटा आमा पनि मरेको छ। त्यही भएर म माफी माग्न चाहन्छु आमा, हामीले तपाईँको छोरा छोरीलाई बचाउन सकेनौँ, माफ गरिदिनु होला।